र यो नीति तथा कार्यक्रम आउँदै गर्दा सरकारले चाहिँ यो नीति तथा कार्यक्रमभन्दा बाहिरको कुरा पनि जबरजस्ती यहाँ छिराएको देखियो। यो हाम्रो यो नीति तथा कार्यक्रमको यो नीलो किताबको पेज नम्बर 2 मा स्पष्ट लेख्यो, नेपालको संविधान अन्तर्गत बसेर यो नीति तथा कार्यक्रम आएको हो जस्तो मलाई लाग्छ। तर नेपालको संविधानको धारा 17 को उपधारा 17 को क मा जसरी तपाईको फरक विचार राख्ने मान्छेलाई पनि सम्मान गर्ने स्वतन्त्रताको हक भन्ने कुरालाई नै निस्तेज पारेर यो नीति तथा कार्यक्रममा उल्लेख गरियो। सरकारले चाहिँ राष्ट्रपतिलाई जबरजस्ती पढ्न लगायो जस्तो लाग्छ मलाई। त्यो भए हुनाले यसमा चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टी हाम्रो चाहिँ खेद प्रकट गर्न चाहन्छौँ र यो हामी स्वीकार्न तयार छैनौँ, सबभन्दा ठुलो कुरा। र अर्को कुरा रह्यो, अब यो यहाँ अघि धेरै मान्यज्यूहरूले बोल्नुभयो, जवाब दिनु त पर्छ जस्तो मलाई लागेको थिएन। हामी नीति तथा कार्यक्रममा छलफल गरिरहेछौँ, विशेष गरेर अर्थतन्त्र र भावी मुलुकको चिन्ताका विषयमा यहाँ छलफल गर्ने कुरा हो। तर कसैको राजनीतिक आस्थामाथि चाहिँ ठाउँ ठाउँमा प्रश्न गरेको हुँदा अघि एकजना मान्यज्यूले भन्नुभयो यहाँ बाघ होइन भन्नुभयो। बाघ बाघै हो, रङ मिल्दियो भन्दैमा बिरालो बाघ हुन सक्दैन। तपाईँहरूको यो क्रान्ति के भन्ने चिज कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि। हरेकको जन्म त विदेशमै भयो नि त। चाहे 12 बुधेको कुरा गर्नुहोस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुहोस्, यो मैले भनेको होइन। पूर्व राजदूत भइसकेका मान्छेले बोलेका अहिले स्टेटमेन्ट हेर्नुहोस् र स्वयं भारतका तत्कालीन विदेश मन्त्री सुषमा स्वराजले संसदमा बोलेको तपाईँले राजा कसरी फाल्नुभयो विदेशीको आडमा भनेर त प्रष्ट बोलिसकेका छन्। यो संविधान र यो व्यवस्था त उनीहरूले ल्याइदिया हो नि त भन्ने कुरा त उनीहरूकै मुखबाट भइसक्यो। त्यही भए हुनाले राष्ट्रवादी भने राष्ट्रवादी हुन्छ, बाघ बुढो भए पनि बाघै हो। अब बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त कहीँ, बिरालो बिरालो नै हो। त्यो भए हुनाले यो देशको इतिहास हो राज संस्था। ठिक छ, तपाईँहरूलाई कुरा चित्त बुझ्दैन, तपाईँहरूले जन्म सङ्ग्रह गर्नुभयो पनि भएन, जनतामा जानु पनि भएन, काहीँ आन्दोलनले फाल्या पनि होइन, तपाईँहरूले त छलकपट गरेर फाल्या। ठिकै छ, ठिक छ, अहिले भइराखेको छ। तर हरेक कुरामा, हरेक शब्दमा हुँदा हुँदा नीति तथा कार्यक्रममा पनि यस्ता कुराहरू गर्नु चाहिँ त्यति उचित हो जस्तो मलाई लाग्दैन। मैले यति नै यसको जवाब दिएँ। बाघ बाघै हो, रङ मिल्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो। यसको इतिहास छ आफ्नो देशमा। जुन राजाले र जनताले मिलेर चाहे तिब्बतसँग युद्ध लडेर होस्, चाहे 2200, 2300, 2400 राज्यहरूलाई एकीकरण गरेर होस्, चाहे तपाईँको मुगलसँग युद्ध गरेर होस्, चाहे अङ्ग्रेजसँग युद्ध गरेर होस्, राज संस्थाको नेतृत्वमा यो देश बनेको र त्यो देशको सांसद हौँ हामी आज। यदि यो देश राजा र जनता मिलेर नबनाइदिए भए आज हामी कुन देशको सांसद हुन्थ्यौँ? त्यो भएर इतिहासलाई सम्मान गरौँ भन्छु म। हो, विचार तपाईँहरूको फरक होला, तपाईँहरूले मान्नु नमान्नु राजनीतिक आस्थाका रूपमा तपाईँहरूको विचारको हामी सम्मान गर्छौँ। तर नीति तथा कार्यक्रममा पनि यस्ता कुराहरू छिराउनु त्यति जायज हो जस्तो मलाई लाग्दैन। र म नीति तथा कार्यक्रममा गएँ। अहिले सबभन्दा पहिला चाहिँ हाम्रो देशको आर्थिक अवस्था कस्तो छ, यो अघिल्लो बजेटलाई मात्रै हामीले मध्यनजर गर्ने हो भने 15 खर्ब 7 अर्ब 84 करोड रुपियाँ खर्च चाहिँ हामीले चाहिँ तपाईँको प्रशासनिक खर्च गर्ने भनेर छुटाएका छौँ। यानि कि 81.0.5% पैसा हामीले चाहिँ प्रशासनिक खर्च गर्ने भन्यौँ। झन्डै हामीले राजस्व उठाउने लक्ष्य 12 खर्ब 60 अर्ब 30 करोड लाग्यौँ। राजस्वबाट जनताले तिरेको करबाट अझै 2 खर्ब 47 अर्ब 54 करोड रुपियाँ चाहिँ प्रशासनिक खर्च गर्न पुग्दैन भने यस्तो किसिमको सिस्टम पालेर अनि जनतालाई कर तिराएर जनताले तिरेको कर त अझै 2 खरब पुग्दैन। तपाईँहरूको यहाँको सांसद मन्त्री यो प्रशासन खर्च चलाउनका लागि यस्तो व्यवस्थाले देश बन्दैन। तपाईँ हामी सबै सांसदले नै यो देश बनाउने हो। व्यवस्थामा सुधार गरौँ, अवस्थामा सुधार गरौँ, तब मुलुक बन्छ। तर यो नीति तथा कार्यक्रममा आएन एउटा कुरा। अहिले व्यापार घाटा कति सेक्सन गरेर पल्टाएर हेर्नुहोस् त, कहीँ आयो व्यापार घाटा कसरी नियन्त्रण गर्ने भनेर? 14 खरब 40 अर्ब रुपियाँ व्यापार घाटा छ। हुँदा हुँदा टाढा त जानु पर्दैन। नेपालले 170 वटा देशसँग व्यापार गर्छ, 132 वटा देशसँग हाम्रो व्यापार घाटा छ। अहिले टाढा होइन, यही हाम्रो छिमेकी सानो देश भनेर तपाईँहरूले भन्नुहुन्छ भुटान, भुटानसँगसम्म हाम्रो 1 अर्ब व्यापार घाटा छ। अहिले जसले पनि यहाँ भन्नुहुन्छ इथियोपिया जस्तो देशसँग हाम्रो 28 करोडको व्यापार घाटा छ। अनि यो कुरालाई नियन्त्रण गर्नुपर्छ भनेर नीति तथा कार्यक्रममा आएन। अनि जनताले चाहिँ कर केका लागि तिर्ने? 3 तहको सरकार 30 थरीको कर छ। जन्मदेखि मृत्युसम्म करै कर तिरेछ। न शिक्षा दिएको छ, न स्वास्थ्य दिएको छ, न रोजगारी दिएको छ। बत्ती निशुल्क दिन्छौँ हामी, पानी निशुल्क दिइराखेका छौँ, बाटो गतिलो दिएका छौँ, शिक्षा दिएका छौँ निशुल्क,
स्वास्थ्य उपचार निःशुल्क दिएछौँ, अनि जनताले चाहिँ कर्केका लागि तिर्ने तपाईँ हामीलाई भने यो जनताको सुविधाको कुरा त यहाँ कतै नीति तथा कार्यक्रममा आएन। त्यो भए हुनाले यो चाहिँ आउनुपर्छ भन्ने कुरा मलाई लाग्छ। अब ऋण ल्याइ गर्नुपर्ने, अब मभन्दा अगाडि तपाईँहरू सांसद हुनुभएको 74 सालमा हाम्रो सार्वजनिक ऋण कति थियो? 8 खरब थियो करिब गरे। तपाईँहरूले सङ्घीयता र यो के प्रदेश लागू गरेपछि आज कति पुग्यो? 26 खर्ब 11 अर्ब 6 करोड आजको सार्वजनिक। अनि यो पैसा कसले दिन्छ? यही जनताको करबाट जाने होइन। ऋण ल्याउँदै अनि यहाँ भएभरका नेता र छोटे नेताहरू पाल्दै गर्ने हो भने त देश त उद्योगतितिर लाग्ला नि त। देशको अवस्था त्यस्तो छ। अब नीति तथा कार्यक्रममा अब जङ्गललाई कसरी प्रयोग गर्ने भन्ने कुरा आएन। हामीले कतिको काठ आयात गर्छौँ तपाईँहरूलाई सबैलाई थाहा होला। 35 अरबको त काठ मात्र हामीले आयात गरेका छौँ। अनि हामी कहाँ चाहिँ करिब 45% जङ्गल छ। 2टा रुख लगाउने, एउटा रुख काट्ने नीति चाहिँ अहिले नीति तथा कार्यक्रममा किन आएन? यो चाहिँ आइदिए भए कमसेकम 35 अर्ब रुपियाँ त देशमा सुरक्षित हुन्थ्यो नि त। यसरी हाम्रो अब फलाम कति किन्यौँ हामीले अघिल्लो वर्ष? 1 खर्ब 47 अर्ब 48 करोडको त हामीले फलाम किनेका छौँ। अनि फलामहरू उत्पादन गर्ने कुरा काहीँ नीति तथा कार्यक्रममा आयो? त्यो आएन। त्यो भएको हुनाले अब अर्को हेर्नु, पेट्रोलियम पदार्थमा कति गयो पैसा? 3 खर्ब 54 करोड 40 लाख रुपियाँ गयो। कमसेकम विद्युतीय गाडी चलाउनुपर्छ भन्दाखेरि कुलमान घिसिङलाईसम्म हटाउन पछाडि पर्नु भयो नि तपाईँहरू। जहाँ पनि आफ्नै मान्छे चाहिने, कमसेकम देशको कुरा चाहिँदैन, कमसेकम बिजुली बत्ती र सुशासनको कुरा त थियो त। हिजो एकजना कर्मचारीले केही चाह्यो भने त गर्न सक्छ भन्ने कुरा त देखाइएको थियो त। हो तपाईँहरूको राजनीतिक आस्था मिलेन होला, मन्त्रीले भनेको आदेश मानेन होला, तर देशका लागि त राम्रै काम भएको थियो नि त। अनि यत्रो पैसा विदेश जानुभन्दा यहाँ कमसेकम विद्युतीय गाडी प्रयोग गरेर आज देश बस्थ्यो, त्यो कुरा भएन। अब औषधि मात्रै हेर्नुहोस्, हामीले अहिले 16 अर्ब 97 करोडको अघिल्लोबाट हामीले आयात गरेछौँ। अब कृषिको कुरा त मैले यहाँ भने भने तपाईँ ढल्नुहुन्छ। कृषिमा क्रान्ति गर्ने भनेको छ, एउटा माछा बेच्न सकिँदैन। मेरो जुम्लाको स्याउ बेच्दाखेरि यहाँ दाँतबाट पसिना निक्ल्यो हाम्रो। सरकारको त्यस्तो नीति छ। नीति तथा कार्यक्रममा 2 खर्ब 51 अर्ब 46 करोडको त तपाईँको अघिल्लो पटक यही वर्षमा तपाईँको कृषिमा आयात भएको छ। अघिल्लो वर्ष कमसेकम भन्सारमा नीति टाइट गरिदिउँ न। कृषिजन्य पदार्थहरू बाहिरबाट आयात नगर्ने भनेर नियम बनाउँ त यो पैसा नेपालमै हुन्छ, लाखौँ जनताको रोजगारी यहीँ सिर्जना हुन्छ। र अर्को कुरा, अब अनुदान दिने भन्ने कुरा छ। कृषि मन्त्रीले अस्ति जो कुरा गर्नुभयो साह्रै राम्रो कुरा। 1 खर्ब 5 अर्बको कृषि अनुदान गयो यो 5 वर्षमा। यसको 90% चाहिँ गैर कृषकलाई गएको रिपोर्ट अहिले पनि कृषि मन्त्रालयमा छ, गएर हेर्नु होला। पार्टीका कार्यकर्ताले किसान नभएका मान्छेले कृषि अनुदान लिने, देश टाँट पल्टाउने, यसलाई रोक्नुपर्छ। अब कृषि अनुदान भन्दा पनि किसानको उत्पादनलाई सरकारले किन्ने भनेर नीति चाहिँ किन ल्याउन सक्दैन सरकार? त्यो चाहिँ आएन सबभन्दा ठुलो कुरो। अब रेडिमेड कपडाको कुरा गर्ने भने 11 अर्ब 11 करोडको त तपाईँको करिब हामीले जुत्ता र कपडा किनेका छौँ विदेशबाट यो वर्ष, अघिल्लो वर्ष। यसको 50% मार्केट तपाईँको हाम्रो कमसेकम तपाईँको हामीले नेपालले धान्न सक्यो भने हाम्रो देशको अनि रोजगारी गर्नका लागि विदेश जानुपर्छ। अब हालत बेहाल छ। अब शिक्षाको अवस्था त्यस्तै छ। शिक्षा मन्त्रीज्यूहरू यहाँ हुनुहुन्छ भने म भन्न चाहन्छु, करिब 72,69,521 जना विद्यार्थी छन् भन्ने कुरा पछिल्लो पटक छ। यसमध्ये 15 लाखभन्दा बढी मान्छे विदेश पढ्छन्। विदेश पढ्नेले मात्र यो वर्ष 80 अर्ब 14 करोड रुपियाँ लगेर गए, जबकि टुरिस्टबाट हामीले 51 अर्ब रुपियाँ मात्र ल्याएका छौँ। अनि हाम्रो किन यो भयो त? कमसेकम हाम्रो पाठ्यक्रमहरू, हाम्रा पुस्तकहरू, हाम्रो जुन शिक्षा नीतिहरू बिल्कुलै घोकन्ते र रटन्ते मात्रै भयो, ढुङ्गा हान्ने मात्र भयो भन्ने कुरा हामीले बुझ्नुपर्छ है पर्दैन? त्यो त शिक्षा नीतिमा आएन नि त। यो कुरा शिक्षा नीतिमा ल्याउनु पर्थ्यो। अब हामीले विदेश पढ्न गइराखेका छ 15 लाख विद्यार्थी। यहाँ तपाईँको शिक्षा नीतिहरू केही पनि नयाँ पाठ्यक्रम आएको छैन। हाम्रो बाजेहरूले जे पढे अहिले हामी त्यही पढ्छौँ, भोलि हाम्रा नातिहरूले पनि त्यही कुरा पढ्छन्। यो शिक्षा नीतिहरू पनि परिवर्तन भएन। अब स्वास्थ्यको कुरा गर्ने हो भने काठमाडौँ उपत्यकामा मात्रै तपाईँको अहिले पनि चिकित्सकको सङ्ख्या भनेर 38%, चिकित्सकले 17% जनसङ्ख्यालाई तपाईँको उपचार गर्छन् भने अन्त 83% चिकित्सकलाई तपाईँको अहिले तपाईँको 83% जनसङ्ख्यालाई तपाईँको 62% चिकित्सक अहिले दूरदराजको अवस्था त्यस्तो अवस्था छ। तपाईँहरूलाई अब यो कुरा, यी सबै कुराहरू त नीति तथा कार्यक्रममा यसलाई रिडक्सन गर्ने, यसलाई घटाउने, यसलाई चाहिँ प्रोत्साहन गर्ने भनेर आउनुपर्ने हो। अब अहिले गरिबका छोराछोरी 100 जनाले निःशुल्क पढ्न पाउँछन् स्वास्थ्य चिकित्सकमा। ल, नेपाललाई मेडिकल हब बनाउन सकिँदैन? 150 करोड जनसङ्ख्याको करिब भारत छ। भारतमा मेडिकल शिक्षा कति महँगो छ? त्यो शिक्षा नेपालमा लागू गर्न सकिँदैन? यहाँ कसैले कलेज खोल्दैमा कसैको टाउको दुख्नुपर्ने केही कारण छ? 10% स्कलरसिप मात्र राख्ने भने आज 100 जना गरिबका छोराछोरीले निःशुल्क MBBS डाक्टर पढ्न पाएका छन् भने भोलि 1000 मान्छेले पढ्न पाउँछ गरिबका छोराछोरीले। हाम्रो कति पैसा आउँछ भन्नु त? आज अस्ट्रेलिया जस्ता देशहरू तपाईँको एजुकेसनबाट विश्वभरिका मान्छे ल्याएर धनी भयो होइन? हामीले यहाँ गर्न सक्छौँ नि त। यो नीति तथा कार्यक्रममा काहीँ पनि आएन, सबभन्दा ठुलो कुरा।
अब अहिले वर्ष मात्र 8,56,422 जनाले विदेश जान पाउँ भनेर फर्म भरेका छन्। झन्डै 80 लाख युवाहरू अर्काको देशमा छन्। झन्डै रेमिट मात्र 14 खर्ब 45 अरब 32 करोड। यो देश केही भएको छैन, ढलमल पनि भएको छैन। यो राजावादीले मात्र विरोध गरे या गजब छ भनेको कारण के हो थाहा छ हजुरहरूलाई? जम्मा यही हो सम्माननीय सभामुखज्यू। 14 खर्ब 45 अर्ब 32 करोड रुपियाँ चाहिँ तपाईँको विदेशमा काम गरेका दुबई, कतार, मलेसियामा काम गरेका दाजुभाइको रगत र पसिनाबाट पैसा आएको छ। त्यो पैसा रोकियोस् न, 1 महिना पनि यो देश चल्दैन, देश टाट पल्टिन्छ। अनि तिनीहरूका लागि आज एयरपोर्टमा गर्ने व्यवहार कस्तो छ? आज उनीहरूको 14,000 भन्दा बढी लासहरू फिर्ता भएको। आज अवस्था यस्तो नाजुक भएको छ। सहकारीको अवस्था त्यही छ। सहकारीमा झन्डै 1 खर्ब 60 अर्ब त 54वटा ठुला सहकारीले गरेका छन्। 2 खर्बको अपचलन भएको छ। तर जाबो एउटा जिबिराई पक्रिन सकेका छैन यो सरकारले। राजनीतिक आस्था र राजनीतिक आस्थाका आधारमा मात्र तपाईँको सरकार अगाडि बढेको छ। अब हाम्रो कर्णालीको कुरा गर्ने हो भने त यो वर्ष म यो सरकारलाई भन्न चाहन्छु, म अपिल गर्न चाहन्छु, कर्णालीमा हाम्रो 12वटा निर्वाचन क्षेत्र छ। 12वटा निर्वाचन क्षेत्रमा यदि आएको बजेटलाई भाग लाउने हो भने पनि 11 अर्ब एउटा निर्वाचन क्षेत्रमा पर्नुपर्छ। तर 2 अर्ब पनि छुटाइँदैन। 50 अर्बका तपाईँको बेफुर्चलका एयरपोर्ट बनाइन्छ। त्यो 50 अर्ब रुपियाँ कर्णालीमा हालिदियो भने बाटो गतिलो भयो भने लाखौँ जनाले रोजगारी पाउँछन्, रारा पुग्न सकिन्छ, स्याउ आउँछ, जडीबुटी आउँछ। आज देश त कायापलट गर्न सकिन्छ नि त। त्यो चाहिँ अहिलेको कर्णालीमा होस्। कर्णालीमा अहिले बजेटलाई अपेक्षित गरियो। पहिलोको सरकारको जस्तो यदि गतिविधि गरियो भने संसदमा पनि हामी आन्दोलन गर्छौँ, सडकमा पनि गर्छौँ र सरकारलाई त्यसपछि यो अवस्थालाई धान्न सरकार मुस्किल पर्छ। कर्णालीलाई यो वर्ष हेप्ने प्रवृत्ति अगाडि नबढाइयोस्। हामीले क्षतिपूर्ति सहितको माग गर्नुपर्ने कर्णालीको अवस्था छ। र अहिले पछिल्लो पटक चलचित्र हेर्नुहोस् त, 70 करोडभन्दा बढी चलचित्रमा विदेशीले पैसा लगाएको छ। 150 करोडको मार्केट छ। कमसेकम आज डोनाल्ड ट्रम्पले तपाईँको चलचित्रको नियम ल्याइदियो नि, विदेशमा पठाएको चलचित्रलाई के गर्नु? यहाँ त विदेशी चलचित्रलाई कसरी प्रमोट गर्ने भन्ने छ। त्यो भए हुनाले सम्माननीय सभामुख महोदयज्यू, अब मैले परराष्ट्र नीतिको कुरा गरेँ। परराष्ट्र नीति पञ्चशीलताका आधारमा हुनुपर्ने हो कि घोप्टे मुन्टेका आधारमा हुनुपर्ने हो? गएको छ, आएको छ, मन्त्री बन्धक बनाएको छ, यहाँको एउटा सामान्य मान्छे आज लाइन लगाएर भेटेको छ। अब परराष्ट्र नीति त पञ्चशीलताका आधारमा हुनु पर्ला नि त, घोप्टे मुन्टे र चेप्टेको आधारमा त नहुनुपर्ने होला नि त। त्यो भएर आज पनि भुटानिजहरू जो नेपाली भाषी छन् उनीहरूलाई आज तपाईँको भुटानबाट अमेरिकाबाट निकालेर भुटान ल्यायो, भुटानबाट फेरि नेपाल आएको छ, परराष्ट्र मन्त्रालय मौन छ। आज उनीहरूको समस्या परराष्ट्र मन्त्रालयले समाधान गर्नु पर्दैन। त्यही भएको हुनाले सम्माननीय सभामुख महोदय, एकपटकको नेपाली सधैँको नेपाली हो। तर आज के गरिरहेछ? जसका पुर्खाले हिजो यो देश बनाए, अङ्ग्रेजसँग लडेर होस्, तिब्बतसँग लडेर होस् र मुगलसँग लडेर होस्, आज तिनका सन्तानहरूलाई विदेशी बनाइएको छ। जसका पुर्खाहरू हिजो नेपालका विरुद्धमा लडे, आज तिनका सन्तानलाई नेपाली बनाइएको छ। वंशजको नागरिकता त्याग गरेर संसारका कुन देशमा छ वंशजको नागरिकतासम्म क्यान्सल गर्ने भन्ने? आज यो अवस्था सृजित गरेर नेपाललाई तपाईँको गैर नेपाली बनाउन पाइन्छ? त्यही भएर एकपटकको नेपाली सदाको नेपाली हुनुपर्छ। उनका पुर्खाहरूले बनाएको सम्मानज्यू, म 1 मिनट मात्र लगाएँ सम्मानज्यू। त्यो भए हुनाले यो नीति तथा कार्यक्रममा चाहिँ आउनुपर्ने कुराहरू आएन। अब आओस् पनि कसरी? हामी जन्मिँदाखेरि प्रधानमन्त्री भएका मान्छेहरू फेरि अहिले पनि प्रधानमन्त्रीको लाइनमा छन्। यो कहिलेसम्म हुने हो? 1 कक्षा फेल भयो भने त दोस्रो कक्षा जान पाइँदैन थियो स्कुलतिर। यहाँ त 5-5 पटक 6-6 पटक फेल भयो भने फेरि प्रधानमन्त्रीको लाइनमा लाग्नुपर्ने। यो अवस्था भएन। अवस्था व्यवस्था दुइटै सुधार्नुपर्छ। यो देशमा कर्मचारी सुरक्षित छैन, सुरक्षाकर्मी सुरक्षित छैन, पत्रकार सुरक्षित छैन, स्वास्थ्यकर्मी सुरक्षित छैन, शिक्षक सुरक्षित छैन, युवाहरू सुरक्षित छैनन्, कलाकार सुरक्षित छैनन्, उद्योग व्यवसाय सुरक्षित छैन। सुरक्षित सिर्फ माफिया र बिचौला मात्र सुरक्षित छ यो देश। सम्माननीय सभामध्ये यी कुराहरूको गौर गरियोस्। गौरका साथ आउँदाखेरि चाहिँ अब गतिलो आओस् भनेर छलफल गर्ने हो। अझ फेरि यो काटो कुट्टो भैँसिकन गरियोस्। धन्यवाद।